आउनुहोस् हजुरहरू पनि मसँगसँगै आज पानीपुरी बनाउनतर्फ लागौँ है त। आज चाहिँ सबैभन्दा सुरुमा पानीपुरीको लागि हामीले चाहिँ एकदमै धेरै प्याज मसिनो पारेर काटेका छौँ र म एक्लै चाहिँ छुइनँ। यहाँ चाहिँ हेल्प गर्नको लागि मलाई मेरो भाइ छ र यो धनियाँ काटकुट पार्ने चाहिँ मेरो भाइको काम हो है। अनि उसले चाहिँ धनियाँहरू काटेर मसिनो प्याजहरू काटेर रेडी बनायौँ र हामीले चाहिँ यो पानीपुरी यसरी फुलाएका छौँ। त्यसको लागि चाहिँ फेरि हामीले पानीपुरीको लागि पानी पनि एकदमै धेरै जरुरत भएको हुनाले चाहिँ हामीले पानी बनाउनको लागि सबैभन्दा सुरुमा पानीपुरीको मसला, त्यसपछि चाहिँ हामीले हाजमोला पनि प्रयोग गरेको छ। यसबाट चाहिँ एकदमै धेरै मिठो टेस्ट आउँछ र हामीले जति आफूलाई चाहिने त्यो टाइपको मसला हालिसकेपछि चाहिँ फेरि यसमा हामीले चाहिँ हाल्छौँ कागती। यो कागती चाहिँ हाम्रो घरमै फलेको लोकल कागती हो है। त्यसपछि चाहिँ हामीले फेरि सुरु गर्नेछौँ पानीपुरीको लागि मसला। यो मसला चाहिँ हामीले आलुहरू, प्याजहरू, धनियाँहरू एकै ठाउँमा हालेर चाहिँ मिक्स गर्छौँ। अनि हाम्रो पानीपुरी चाहिँ यसरी रेडी भएको छ। हामी धेरैजना छौँ खानुको लागि र म चाहिँ पानीपुरी टेस्ट गरिहालौँ है त आज कस्तो छ। धेरै दिनपछि हामीले चाहिँ घरमै बनाएर खाएको छौँ र टेस्ट चाहिँ एकदम धेरै दामी आएको छ। र तपाईँहरू सबैजनालाई धन्यवाद भिडियो हेरिदिनु भएकोमा।